आज चाहिँ घुम्न आइयो साउदीको पुरा पहाडमा आइयो है घुम्न। वाउ क्या दामी लाग्यो क्या यहाँ चाहिँ हैट। पानको पात पनि कसरी लेखेछ बासित भाइ क्या यार पूरा पत्थर है यार। ल क्या क्या खतरा। हाम्रो एकजना साउदीकै ब्रो यसले चाहिँ अब उडार देखाउन लाँदैछ। वाउ वाट अ नाइस। पुरै पत्थर छ है साथीहरु यो। आमा अब यो लाइटै बाल्नु पर्ने हो कि। दामी ल हैट। वाउ पुरा ढुङ्गै हो गाइज यो त। आमामामा सेम हाम्रो हलेसी जस्तै लाग्यो है मलाई चाहिँ यहाँ। दामी ओ ल उताबाट छिरेर आएको यहाँ यस्तो यो पलतिर निक्ल्यौँ है हामी गाइज। पुरा चट्टान रहेछ है यो चाहिँ। आमामामामामा वाट अ लाइक। ल म अब उताबाट छिरेको अब यहाँबाट निक्लिसकेँ। ल ल बाबा पुरै चट्टान ल यत्रो खतरा रहेछ गाई। यतातिर झर्नै लागेको पहाड। वाह क्या अमेजिङ यार। यस्तो दामी ठाउँ रहेछ नि यार। आमा पहिलोचोटि होला क्या साउदीको यस्तो राम्रो ठाउँ घुम्न आएको। ल म अलिकति जुम गरेर देखाइदिएँ। यो पुरै ढुङ्गा पत्थर हो यो। ल वाउ क्या दामी रहेछ। ल आए पुरै पत्थर के। आमामा दामी पाराको। आया ओ रात में देखेगा तो और अच्छा लगेगा। अभी धूप है ना थोड़ा। दामी पाराको रहेछ नि त यो। ल यार यो त ओके ल गाइज अरू भ्लग पनि आउँदै गर्छ यसमा हेर्दै गर्नु होला।